आखिर हली पनि त यो हली मसन्टमा खसी गाड्नु पर्यो भन्दिनौ सो हेलो गाइज वेलकम टु माई च्यानल। आयो तपाईँ सबैजना आरामै हुनुहुन्छ होला गाइज। आज असारको 15 टक्क है। हाम्रो चाहिँ गाउँमा असार सुरु भइसकेको छ गाइज, देख्न सक्नुहुन्छ। आज टक्कै सब केटाहरू खेतमा असार मान्न गइरहेको छौँ गाइज। ल असार लागिसकेको छ। हामी चाहिँ टक्क आज जो असारको 15 आज दही चिउरा खाने दिन हो गाइज। दही चिउरा चाहिँ पछि खान्छौँ। अहिले चाहिँ हामी तल खेत जोत्न जान्छौँ गाइज। टक्क जो लस्लो रमाइलो तरिकाले है गाइज। ल हाम्रो फुल भिडियो हेरिदिनु होला गाइज, इन्जोय गरिदिनु होला। यहाँ कर्णाली बढेर बहुत गठबन्धन भइसकेको छ। टक्क हिपहप भइरहेछ है। दाउरा पनि आइरहेछन् गाइज कर्णालीमा। दाउरा हाम्रो असार मान्ने केटाहरू आइसकेका छन् है। ल सबैले हाई गर्नु पर्यो है। हाम्रो प्रोफाइल हुनु पर्यो आजको। ल गाइज यहाँ असार मान्नु पर्यो। आज पछि कर्णाली नुहाउनु पर्यो। असार मसन्टमा खसी गाड्नु पर्यो भन्दिनौ म तरिकाले आज घुमाउनु पर्यो गाइज। हामी खेतमा पुग्न लागिसकेका छौँ है। टक्क अगाडि लगाइज हामी फाइनली खेतमा इन्ट्री भइसकेका छौँ। यहाँ टक्क है बल्दसँग पनि इन्ट्री भइसकेका छौँ। यहाँ खेत टक्क पानी लागिसकेका छन्। ल हामी गाइज है यहाँ खाने ठाउँ पुगिसकेका छौँ टक्क होइन चस्मा लाएर हान्ने हो सकेको छ। हेर्न सक्नुहुन्छ आखिर हली पनि त यो हलीको प्रतिक्रिया देखाइल त। ओ बिउ खायो यहाँ पनि बल्दोको चाहिँ कमी छैन है। यहाँ टक्क अन्त यहाँ पनि बल्दोको चाहिँ कमी छैन टक्क। त्यहाँ त झन् कमी छैन। आजको असार जे होस् रमाइलो होला जस्तो छ है। मिराज भतिस ऊ तल बिउ लगिरहेछ न अब है। ल असार सुरु भयो। ल सभा सुरु भयो। अचार सुरुवात ओपा पानी देखिँदैन रह्यो यो बाहिर। हाम्रो गडाको असार पनि सुरु भइसकेको छ है। टक्क ऊ माथि विकेट क्याउ टक्क पहिलो ल्याएर आउँदैछन्। ल घुमायो होइन यार। ओहो गाडी बल्द त हाम्रो घर नैया मै होइन त्यस्तै जाँदा गरियो नैया हलोको मै त्यही गइ लगाऊ गाइज लगाऊ हल्का भिडियो बनाइज म। ल गाइज हाम्रो गडाको पनि असार सुरु भयो। हानिन्छ तहल्का लगाइज हाम्रो कान्ठाउ हाम्रो ल है तल यहाँ हाम्रा बाजे खाँदैछन् यहाँ। ल मार्यो बबल तरिकाले है। यहाँ खेत पुरै निकाल्नु पर्यो।
नास्ता आयो नास्ता लगाइ हामीले नास्ता सास्ता खाइसकेका छौँ है टक्क तल सज्जनकाउहरू रोपिरहेछन् बसाइरहेछन् यो रोप्नेहरूको लहरै भयो यहाँ चाहिँ रोपिरहेछन् यहाँ खेत खाइरहेछन् टक्क माथि नास्ता खाइरहन् यिनीहरू हस्बेन्ड भाइ पनि बसिरहन् ल यति भएपछि त अचार त लागेको त अन्त अचार ल ल लगाइज म चाहिँ खेत जोतेर है टक्क अब यहाँ घरमा खरा काट्न आइसकेको छु नुहाएर अब नुहाइसकेँ खेत जोतेर सकिसकेँ मैले टक्क अब म चाहिँ खरा काट्न आएको छु टक्क खाना चाहिँ बनाउनु पायो होला खाना सब बनाइसकेको रहेछ गाइज अब म चाहिँ खरा काट्छु क्या एकछिन खरा चाहिँ हेरेको छ आम्मामा कति खरा खाने यति खरायो मात्रै एक खरा काट्ने हो भाले खरायो मगा हेलो बाहिर नजा लगाइ यति खरायो मात्रै कस्तो कालायो है अब भाले खरायोको हो ओह ग्याङ त पर पनि रहेछ ऊ केटाहरूको ग्याङ यहाँ पनि आधी माथि पनि छन् माथि लगाइ अब म खरायो कसको काला छ ल्याएर आउँछु बाहिर लगाइ चाहिँ हाम्रो फान्दामा चाहिँ एउटा खरा यो काट्नु पर्ने भइसकेको छ यो चाहिँ भाले परेछ है टक्क यो काट्नु पर्ने छ अब हामी पार्टी असारको पहिलो रोपाइँको पहिलो दिनको पार्टी चाहिँ यही काट्ने हो गाइज अब ल हामी चाहिँ अब काट्न लाग्छौँ एकछिनमा त्यो खराएको चाहिँ थ्याङ्क यू सो मच भइसकेको छ हसन भाइले यहाँ ल आजको पार्टी चाहिँ तमाम हुने भयो है लगाइ है मासु पनि भइसकेको छ टक्क ल हसन भाइ राडौँ हो मासु टक्क खरा ढल्यो मासु काट्यो दुईजनाले माथि हो फेरि रोप्नेरी सोप्नेरी भाँडमे जाऊ चिलो फेरि नमक समक सब हालिसकेको छ खाना साना खायो अब ठिकै आजको असार चाहिँ सकियो है ल गाउँ यस्तै छ असारको महिनामा टक्क आजको लागि यति अर्को नेक्स्ट भिडियोको लागि वेट गर्नु होला गाइज